उठ्नु पर्यो, उज्यालो भएछ, झाडु पोछा लाउनु पर्यो। आज त देउरानी छिन्केर साँच्चै तिनले लाउँछिन् झाडु पोछा। आज त आनन्दले सुत्न पर्यो। उज्यालै भएछ, तिनी उठिन् कि नै जानु पर्यो हेर्नु। अहिले फेरि मम्मीले मार्नुहुन्छ। देउरानी, देउरानी, ए देउरानी, हजुर उठा छिटो, उज्यालो भइसक्यो। ल ल हुन्छ दिदी, उठा है उठा, उज्यालो भइसकेछ। ल ल कति बज्यो छ? अझै 7 पनि बजे होइन। यो दिदी पनि छ कति बिहान उठाएको होला झ्याउ लाग्छ। म त सुत्छु। उठेर झाडु पोछा लाएन भनेको त के को लाउने हो? 4-5 वर्ष भयो घरमा आएर झाडु पोछा लाउन लगाएको। बिहान उठेर देउरानी आएपछि पनि कसले लाउँछ? यहाँ उठाएर आइसु के अरे। उठले नि एकछिन पछि सुत्न पर्यो एकछिन भानी आनन्दले। देउरानी आएपछि त आनन्द हुँदैछ। न त गेट खोलेछ, न त आँगनमा पानी खना छ। यिनी उठी छैनन् क्या अझै? देउरानी, ए देउरानी, यत्खेरसम्म सुतेर बसी केही छैन। हेर त यिनी त उठेर झाडु पोछा लाएर भ्याइयोलिन् भनेको त। ए दिदी नकराउनु न, मलाई यति बिहान बिहान उठ्ने बानी छैन के। किन झाडु पोछा लाउनु भन्दै आइकिन यो घर? झाडु पोछा लाउनु भन्दै त म आइकिन यो घरमा। तपाईँको देवरले बिहा गर्ने बित्तिकै युके लान्छु भनेर बिहा गर्नुभएको। त्यो कुरो नमिलेर अहिले त्यहाँ के डकुमेन्ट नमिलेर मात्र म घर बसेको हो। नत्र म यतिखेर उहाँ युके हुने मान्छे हो। खसर खसर भयो भने आफै गरेर लाउनु पर्यो। म त सक्दिनँ कि सुत्नु। अहिले म लाउँछु आफै उठेर। ल नगर्नु न धेरै। अस्ति केटी कहाँबाट भेटाउने होला? यस्तै केटी बिहान 8 बजीसम्म ऊ सुत्न छ, अझै त्यसैमाथि कराउने जेठानी दिदीलाई। यस्ताले पनि के को घरको इज्जत राख्ने हो? आफू जेठी बाठी भइकिले त राख्न पर्यो नि इज्जत त। जानु पर्यो झाडु पोछा लाउनु पर्यो। ए उठ्यौ? दिदी उठ्यो नि। हजुरले सबै काम भइसक्नु भयो चाहिँ पोछा लाएर पानी खनाएर सबै भइसक्नु भएको छ त? भ्याए नि। त्यत्रो 8 वर्षमा सुतेपछि पनि गर्न परेन? घरको इज्जत राख्न परेन? घर मम्मी बोले सिकाउनु भएन? बुहारी मान्छे भइसकेपछि बिहान उठ्नुपर्छ, घरमा झाडु पोछा लाउनुपर्छ। अनि त्यसपछि बिहान उठेर घरमा झाडु पोछा लगाएपछि घरमा पनि लक्ष्मी हुन्छ, आफ्नो पनि भाग्य चम्किन्छ भनेर सिकाउनु भएन? खोइ सिकाउनु भएन कि हाम्रो त त्यस्तो। बिहान उठेर 4 बजे घरमा झाडु पोछा लाउने, पानी खनाउने, अनि त्यहाँबाट चिया पकाएर तातो चिसो सोध्ने गरेर आफ्नो भाग्य चम्किन्छ भनेर त हामीले कहिले पनि सिक्थेन। त्यही भएर होला हजुरले बिहान बिहान 4 बजे उठेर झाडु पोछा लाउने, पानी खनाउने, तातो चिसो सोध्ने भरे होला हजुरको भाग्य चम्किएको। जेठाजु पनि उहाँ खाडीमा, आफू यहाँ घर झाडु पोछा घिसिर दिनदिनै। मैले त्यही नगरेर होला ऊ बुढो पनि युके गएको पाइछ। अब आफू पनि 1 महिनामा गइहाल्ने हो, त्यहाँबाट उतै रमाउने हो। त्यही भाग्य त्यही उसले पोछा नलगाएरै बिग्रियो होला मेरो भाग्य होइन। मुखै लाग्न जानेको रहेछ ऊ नि। जब फर्काउन त तिमीसँग सिक्नुपर्छ। मुखै लाग्ने हो र? भएको कुरो त हो के अरे। झाडु पोछा लगाएर त्यहाँ भाग्य चम्किने भए त मान्छेका के चम्किसक्थ्यो, कस्ता भाग्य चम्किसक्थ्यो। दिनदिनै अर्काको घर गएर झाडु लाउने मान्छेको खै त भाग्य चम्केको छैन। सधैँ झाडु लाउँछ नि त, तिनीहरू झाडु पोछा लाएर बस्छ नि त। फेरि भयो धेरै नगर, जाऊ गएर चिया पकाएर खुवाउँछौ। चिया खाइन्न हामीले,
हामीले चिया कहिले पनि खाइन्न। बिहान उठेर कि जुस कि ग्रिन टी खाइन्छ। अब त ग्रिन टी भने थाहै छैन होला, नाम पनि सुन्नु भएन होला। पकाएर दिने हो भने फेरि पखाला लाएर छेउटी लाएर हस्पिटल दौडाउनु पर्ने हो कि? हमको मारो, हमको जिंदा मत छोड़ो सालो। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। के देखेर मन पराएर ल्याउने होला। हाम्रो बाबुले यस्तै केटी एउटा कुरा सिकाउँदा बसेर जवाब फर्काउँछ नि। बिहानबाट तिमीसँग कराउँदा टाउको दुख्न थालेर एकैछिन बिस्तारा लाएर सुत्न पर्यो। टाउको दुख्न अलिक कम हुन्छ कि खाना पकाएर त बोलाउने नि। सर बाहिरको हावा खाँदै सुत्न पर्यो एकछिन। टाउको दुखेर फुट्ला चाहिँ भयो गाँठो छ। अझ बाहिर बिस्तारा लाएर सुत्ने। बिहानै मलाई 7 बजीदेखि मेरो निन्द्रा खराब गर्ने आएको भने अहिले आएर हावा खाँदै सुत्नु भन खुबै निदा आएकै रहेछ। पक्नु जेठान दिदी बिहान सुलाएको बदला त म निकाल्छु कि आज। पखा तिमीलाई पखा यहाँ तल छिटो। अभी मजा आएगा ना भिड़ो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। के भयो? किन पानी खनाइदियो? हजुरले मलाई बिहानै डिस्टर्ब गरेको हो कि निन्द्रा। अनि आफू चाहिँ यहाँ आएर हावा खाँदै सुत्ने। त्यही भएर खनाइदियो। अर्काको निन्द्रा डिस्टर्ब गर्ने नि, आफू चाहिँ यहाँ सर र हावा खाँदै सुत्ने अझै। के हो बल्ल खानु भयो नगर्दा चाहिँ खान्छ हेर्नु। भएन घर आउनु पाएको जङ्गलाउनु खोज्ने अझै जेठानीलाई आफू ठाउँने अझै। हजुरले किन मेरो निन्द्रा डिस्टर्ब गर्नुभयो? हजुरले मेरो निन्द्रा किन डिस्टर्ब गर्नुभयो? निन्द्रा डिस्टर्ब गरेको बिहान उठ्नुपर्छ भन्ने थाहा छैन? बिहान उठ्नुपर्छ सिकेन हामीले सिकेन क्या दिन्छ सिकेन।